जो चाहिएको छ त्यो पाइसके, अगाडि छैन तर पनि जसरी झारलाई रोपिराख्नु पर्दैन तर बिउलाई रोप्नै पर्छ, त्यस्तै गनगनका कुरालाई तपाईले सोचिराख्नै पर्दैन, अटोमेटिक आउँछ। तर सही कुरालाई तपाईले मुखबाट बार बार बोल्ने गर्नु, जे बोल्नुहुन्छ त्यही तपाईको अगाडि पिताले काम प्रकट गरिसक्नु भएको छ। जसरी जमिनले जेको बिउ पाए त्यही बिउ उमारिदिन्छ, त्यस्तै परमेश्वरमा पनि तपाईले सकारात्मक शब्द बोल्नुहुन्छ, तपाईलाई सही जीवन चाहिएको छ, आशिषित जीवन चाहिएको छ, निरोगी जीवन चाहिएको छ, धनी जीवन चाहिएको छ। गरिबी जीवन बोलेर धनी कहिले पनि हुनुहुन्न। म रोगी छु बोल्नुभयो, तपाईँ निरोगी कहिले हुनुहुन्न। म निरोगी भइसक्यो बोल्नुभयो, रोग ठाउँको ठाउँ नष्ट भइसक्यो। निरोगीपना परमात्मा पिताले दिइसक्नुभयो।